मैले कुलमान घिसिङको कामप्रति दाइको कामप्रति प्रभावित भएर मैले चाहिँ उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएको छु। उहाँको जुन भिजन छ, उहाँको जुन देश विकास गर्ने जुन तरिका छ, त्यो कामबाट प्रभावित भएर, भाषणबाट होइन कि कामबाट प्रभावित भएर म उहाँको पार्टीबाट उम्मेदवारी दिएको छु। र हाम्रो चाहिँ चुनाव चिन्ह बलेको चिम छाप हो। तपाईँ जनमत पार्टीबाट नेतृत्व तहमा हुनुहुन्छ। हजुर, राम्रै हैसियतमा हुनुहुन्छ। अहिले उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिँदै हुनुहुन्छ। यो परिस्थिति कसरी सिर्जना भयो? अब धेरै राम्रो क्वेसन गर्नुभयो हजुरले। म चाहिँ जनमत पार्टीको पहिला राष्ट्रिय परिषदको सदस्य पनि हो, चुनाव पनि लडेको थिएँ विगत चुनावमा। मलाई चाहिँ मेन लक्ष्य चाहिँ हाम्रो दुईवटा कुरा रहेको थियो। पहिले चाहिँ अब यो जनताको लागि केही गरौँ, केही परिवर्तन गरौँ भन्ने अपेक्षा चाहिँ जनमत पार्टीबाट थियो। ग्राउन्डमा जनताको काम हुन सकेन, युवाको जुन माग थियो त्यो सम्बोधन हुन सकेन। जस्तो अब रोजगारीको समस्या थियो, डाक्टर सीके राउतले रोजगारीको कुरा गर्नुभएको थियो। मधेसमा 10 लाख रोजगारी दिन्छौँ र जति पनि उहाँको मन्त्रालयहरू थियो, 2वटा 3वटा मन्त्रालय हमेसा उहाँले चाहिँ मध्य प्रदेशमा पाउनुभएको थियो। इभेन मुख्यमन्त्री पनि उहाँकै हुँदाखेरि पनि हाम्रो ग्राउन्डमा जनताको केही काम देखिएन, पहिले कुरा। र अर्को कुरा, केही रोजगारी पनि हुन सकेन र जे रोजगारी उहाँले दिनुभयो त्यो उहाँ आफ्नो भाइ भतेर अनि यो नाता रिस्ता कर कुटुम्बहरूलाई मात्रै दिनुभयो र त्यो पनि एउटा जिल्ला केन्द्रित, 77 जिल्ला केन्द्रित मात्रै थियो। त्यही असन्तुष्टिले गर्दाखेरि मैले त्यो जनमत पार्टी छोडेर अहिले उज्यालो नेपाल, जुन देशको लागि केही गर्न सक्ने भिजन भएकै नेता हो कुलमान घिसिङजी, 3 महिनाकै सरकारमा 3वटा मन्त्रालय सम्हालेर पनि यो देशको धेरै रूपरेखा नै परिवर्तन गर्ने कामहरू गर्नुभयो। त्यही भएर मैले यो उज्यालो नेपाल पार्टीमा चाहिँ आबद्ध भएर काम गरिरहेको छु। सर्लाहीको क्षेत्र नम्बर 3 मा राजनीतिका बाघहरू चुनावी मैदानमा छन्। नेपाली कम्युनिस्ट पार्टीबाट त्यस्तै छन्, नेकपा एमालेबाट त्यस्तै छन्, राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाबाट त्यस्तै छन्। यी राजनीतिका बाघहरूको बिचमा आफूलाई चुनावमा त्यही लाममा उभ्याएर उम्मेदवार बनाउँदै गर्दाखेरि हजुर यो चुनावलाई कसरी लिनुभएको छ? हेर्नुहोस्, मैले चाहिँ यो चुनाव 76 जना शहीदहरूको रगतलाई सम्झेर जनताले परिवर्तन गर्छ, पुरानो पार्टीहरूलाई पाखा लगाउँछ। जसरी पुरानो पार्टीहरूले हाम्रो जनताको विकासलाई पाखा लगायो, भ्रष्टाचारलाई ल्यायो, त्यस्तै यो नयाँ पार्टीहरूबाट जनतालाई केही अपेक्षा छ र मलाई विश्वास छ जति ठुलो भाग भए पनि जनताले चाहिँ यसपालि उहाँहरूलाई पत्याउने चाहिँ बाटै नै छैन। जनताले उहाँहरूलाई पत्याउँदैन। जनताले नयाँ खोजिरहेछ, परिवर्तन खोजिरहेछ। नयाँमा पनि व्यक्तिलाई पनि जनताले धेरै नजिकबाट हेरिरहेछ। अब पार्टी नै हो, पार्टी हुँदा हुँदै पनि त्यो पार्टीको व्यक्ति कस्तो हो, उसले जनतासँग बसेर काम गरिरहेछ कि छैन, कुन ब्याकग्राउन्डबाट आएको हो, त्यो व्यक्तिले के गर्दैछ, पैसा भएर मात्रै हुँदैन। जनतालाई, जनताको माझमा जनताको मुद्दा उठाउने, भ्रष्टाचारको विरुद्धमा लडाई गर्ने, महिला हिंसाको विरुद्धमा लडाई गर्ने यो त्रिभुवन सिंहको इतिहास हो। मेरो घर भरतबामा छ। म हरेक चोटि सर्लाही जिल्लाको किसानको मुद्दा होस्, व्यापारीहरूको मुद्दा होस्, नदी नाला बालुवा गिटीको मुद्दा होस्, म सधैँ यो बेला बेलामा इलाका प्रशासन कार्यालयमा होस् या नगरपालिकाको मेयर साहबलाई होस्, मैले बेला बेलामा सचेत गर्दै आएको छु। जसले गर्दाखेरि जनतालाई पनि थाहा छ कि यो काम गर्ने मान्छे हो। विदेशमा, देश विदेशमा रोजगारीको क्रममा जुन फसिरहेको हाम्रो नेपालीहरू छ, कति नेपालीहरूको मैले उद्धार गरेर नेपालमा ल्याएको छु, कति लासहरू मैले ल्याएको छु। मैले धेरै कामहरू जनताको लागि गर्ने प्रयास गरेको छु। एउटा उम्मेदवार जुन पछिल्लो चुनावमा हार बेहोरेको थिएँ, म
त्यो उम्मेदवारले धेरै क्षेत्रमा जनतालाई सहयोग गर्ने कोसिस गरेको छु। दिनरात आफ्नै क्षेत्रमा 3 नम्बर सर्लाहीको क्षेत्रमा बसेर नै जनताको सुख दुःखमा पाइलाहरूमा म सँगसँगै हिँडिरहेको छु। त्यही भएर मलाई आशा छ, भरोसा छ कि जनताले हामीलाई अरू पार्टीभन्दा 2 गुणा भन्दा बढी मतले हामीलाई विजय गराउँछ। जस्तो सुकै बाधा आए पनि जनताले चाहिँ आशीर्वाद हामीलाई नै उज्यालो नेपाल पार्टीलाई दिनेछ। चिमछापमा भोट दिएर बढीभन्दा बढी भोटले विजय गराउने हुनेछ र कुलमान घिसिङको नेतृत्वमा हाम्रो सरकार धेरै धुमधामले बन्दैछ।